यहाँहरूमाझ उपस्थित भएको छु, टिकटकबाट लाइभमा उपस्थित भएको छु। जोडिनु होला साथीहरू, कहाँ कहाँबाट तपाईँहरू हेर्दै हुनुहुन्छ त्यो पनि तपाईँले कमेन्ट मार्फत उल्लेख गर्नुहोला। र दर्शकहरू, आजको एपिसोडमा एउटा एक्सक्लुसिभ भिडियो हामी प्रस्तुत गर्न गइरहेका छौँ। चैत 15 गते तिनकुनेमा जुन राजावादीहरूको प्रदर्शनका क्रममा किर्तिपुरका 29 वर्षीय सबिन महर्जनको प्रहरीको गोली लागेर मृत्यु भयो। कुन अवस्थामा प्रहरीले गोली चलायो? के साँच्चै गोली नै चलाउनु पर्ने अवस्था थियो त, अथवा कस्तो परिस्थितिमा प्रहरीले गोली चलाएको छ उनीमाथि भन्ने एउटा एक्सक्लुसिभ भिडियो आजको कार्यक्रममा हामी यहाँहरू समक्ष देखाउँदैछौँ। दर्शक महानुभावहरू, चैत 15 गते तिनकुनेमा ज्यान गुमाउने मध्येका एक थिए सबिन महर्जन, र सबिनलाई गोली कसरी लागेको थियो त, यस विषयको एक्सक्लुसिभ भिडियो आजको एपिसोडमा हामी प्रस्तुत गर्न गइरहेका छौँ। यहाँ